हामीले चाहिँ डेली लाइफमा यो सक्दिनौँ त्यो सक्दिनौँ हे गर्दिनौँ आउँदै त आउँदैन यस्तो कुरा भनिरहेको हुन्छौँ नि त। यो चाहिँ रियल कहानी हो जुन चाहिँ मलाई एकदम राम्रो लाग्यो। तपाईँहरू पनि सुन्नुहोस् है त। हे गाइस, वेलकम ब्याक टु अनदर एपिसोड। सो यो कहानी चाहिँ हो अमेरिकामा बस्ने एकजना विल्मा रोडोल्फको रियल कहानी हो, जो चाहिँ सानो बच्चा जन्मेको थियो अरे। जन्मिँदाखेरि चाहिँ बच्चा एकदम हेल्दी हुस्त थियो अरे के। जब उसको एज बढ्दै गयो उसलाई चाहिँ पोलियो बिमार भएछ अरे। अनि उसको चाहिँ लेफ्ट साइडको चाहिँ खुट्टा नचल्ने भएछ अरे के। अनि त्यतिकै स्कुल जान्थिन् अरे, आउँथिन् अरे। ठुली हुँदै गइन् नि त, अब जस्तो दिन बढ्दै गयो पनि ठुली हुँदै गइन्। अनि उसलाई चाहिँ अब त्यस्तो खुट्टा त्यस्तो भए पनि अब जीवनमा केही गर्ने, अब ठुलो केही गर्ने अचिभमेन्ट एउटा गरेरै छोड्ने भन्ने उसको हिम्मत चाहिँ त्यत्रो ठुलो थियो अरे अब। अनि ऊ चाहिँ अब बिमार आफू खुट्टा चल्दैन यताउता भनेर त्यस्तो चाहिँ कहिल्यै पनि सोच्ने नै थिएनन् अरे। अनि एक दिन चाहिँ त्यसरी नै पढ्दै जाँदाखेरि क्लास 3 मा पुगिसकेकी थिइन् अरे। अनि उसको त खुट्टा चल्दैन। अनि त्यसरी नै साथीहरू अब सबै बाहिर बास्केटबल खेलिरहेका थिए अरे के। उसलाई पनि अब साथीहरू खेलेको देखेर खेलौँ लाग्यो अरे। अनि अब सोच्दिनँ थिइनँ अरे म यस्तो अब एउटा सिकले चाइल्ड हो यताउता भनेर। रही पनि त अब कहिले अब त्यसरी नसक्ने भएपछि त केहीमा त्यसरी सकेन भने त सोचाइ त आइहाल्छ नि। त्यस्तै अब दुःख पनि लाग्यो अरे त्यति बेला। हे तेरिका म पनि त त्यसरी अब राम्रो थियो भने यिनीहरूसँगै खेल्थेँ नि भन्ने भयो अरे। अनि उसले चाहिँ फेरि होइन मेरो के नै भएको छ र, खुट्टा त त्यस्तो छ, मेरो हातहरू त एकदम तन्दुरुस्त छ, म पनि उनीहरू जस्तो खेल्दैछन् त्यसरी नै खेल्न सक्छु भनेर उसले सोचिसिन् अरे। अनि त्यहाँबाट गएर उसले चाहिँ कोचलाई भनिसिन् अरे कि अब कोच मलाई पनि तपाईँको टिममा लिनु न, म पनि यस्तै खेल्छु, यिनीहरूसँगै पार्टिसिपेट गर्छु, म पनि खेल्न सक्छु भनिसिन् अरे। अनि कोचले त साफ अब मानै गर्दैछ अरे कि हुँदैन, कहाँ अब तिमी त यस्तो बिमार छेउ, अब कुद्न ओर्न केही त सक्दैनौ, कसरी खेल्छौ र, हुँदैन, हामी त टिममा लिन सक्दैनौँ भनेछ अरे। अनि त्यसो भन्दाखेरि उसलाई चाहिँ झन् कस्तो लागेछ अरे कि अब म सक्छु भनिरहेको छु, अब मेरो त्यस्तो हात खुट्टा त्यस्तो भए पनि हात त त्यस्तो भएको छैन, तपाईँ कसरी भन्न सक्नुहुन्छ कि म अब यस्तो बिमार बच्चा हो यताउता भनेर, मलाई एक चान्स मौका दिएर त हेर्नुहोस् म कसरी खेलेर तपाईँलाई देखाउँछु भनेछ अरे। अनि हे भनेर त्यो कोचलाई चाहिँ विश्वासै लागेन अरे। अनि लु न त खेलेर हेर, हो र छ, अगर सक्दिरहेछौ भने लिउँला, देखौँ हेरौँला, हो त्यस्तो पाराले अब खेल्न दिएछ अरे। अनि उसले चाहिँ अब उसको जति सक्दी थियो अब जोड लगाएर ऊ चाहिँ खेलिन् अरे। अब हुन्छ नि त अब खुट्टा त्यस्तो भए पनि या त अब मानसिक ठिक छ भने त जे पनि गर्न सकिन्छ भन्छ नि, त्यस्तै अब उसले चाहिँ सबै थोक उसको हातको बलले उसले चाहिँ यस्तो खेलिन् अरे कि कोच पनि छक्कै पर हेरेछ अरे कि। अनि त्यहाँबाट उसले चाहिँ टिममा लिएछ अरे। अनि त्यति बेला चाहिँ अब बास्केटबल पुरा खेलिसिन् अरे। त्यहाँदेखि चाहिँ उसले त अब खेल्दै अगाडि ठुली भएर चाहिँ उसले अब बास्केटबलमै होला, मैले त भुलेँ एक्ज्याक्टली के थियो के हो, म यहाँ देखाइदिन्छु तपाईँलाई स्क्रिनमा। अहिले चाहिँ बास्केटबल, त्यहाँ चाहिँ बास्केटबल लेखेको थियो नि त, मैले चाहिँ किताबमा भेटेको थिएँ र मलाई चाहिँ साह्रै राम्रो लागेको थियो र मैले अहिले सेयर गरेको हो। अनि त्यसरी खेलेर उसले चाहिँ ठुली भएर 3टा गोल्ड मेडल जितिसिन् अरे। अनि अब हामीहरूले चाहिँ त्यसरी अब एउटा खुट्टा त्यस्तो हुँदै पनि त्यत्रो शक्ति कि अब खेलेर 3टा गोल्ड मेडल जित्न सक्ने होइन भन्नुहोस् त। अनि हामी त अब राम्रै नै छौँ नि त, हात खुट्टा त अब अलि चलिरहेछ, तपाईँहरूको त चलिरहेछ। अब त्यही भएर अब आफ्नो शरीर त्यस्तो नचल्दै पनि 3टा उसले जित्न सकिन् भने हाम्रो त अब राम्रै हात खुट्टा हुने मान्छेले त चाहियो भने त जे पनि गर्न सक्ने रहेछौँ होइन भन्नुहोस् त। त्यही भएर सक्दिनँ, गर्दिनँ, हुँदैन, जान्दिनँ भन्ने चाहिँ नगर्नु अरे के। त्यो चाहिँ सिकेँ मैले उहाँबाट। तपाईँहरूलाई कस्तो लाग्यो कहानी? यदि राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नु, अरू च्यानललाई सब्सक्राइब गरेर जानु होला, ठिक छ? बाई बाई।